तपाईको लाइफमा पर्पज छ, तपाईले के मिनिङको लागि केही काम गर्नुहुन्छ भने चाहिँ नि त यु विल बी इन राइट ट्र्याक। एभ्री प्रोफेसनल एभ्री जब हेज अ फ्युचर के। अब त्यतिको दुःख नगरेको है म यति मोटिभेटेड हुन्थिनँ कि अब त्यो सबै छोडेर हिँड्दाखेरि त्यो कन्टेक्स्टमा त्यो छोडेर हिँड्दाखेरि चाहिँ इट्स काइन्ड अफ भेरी इमोसनल है। सपोर्टिभ फ्यामिली छ, सपोर्टिभ फ्रेन्ड छ, उहाँले तपाईँले के गर्न खोजेको बुझ्नुहुन्छ प्रोफेसनल लाइफमा भने जाने इट मेक्स your job easy. Why I did social work had a meaning to that. Why I went to the department had a meaning to that. हामीले बितेका पलहरू परिवर्तन त गर्न सक्दैनौँ, तर हामी जहाँ छौँ त्यहीबाट सुरुवात भने पक्कै गर्न सक्छौँ। यस्तै सोचका साथ अगाडि बढिरहेका सङ्कल्प गौतमको परासी बजार नवलपरासीमा एक मध्यम वर्गीय परिवारमा जन्म भएको हो। माइग्रेसन हुनुमा सङ्कल्प गौतमका धेरै कारणहरू थिए होलान्, तर उनको हरेक माइग्रेसन एउटा उद्देश्यका साथ थियो। त्यही उद्देश्य लिएर हिँडेका उनी आज जहाँ छन् र जे छन् त्यसले हामीलाई पक्कै पनि प्रेरित गर्छ। Migration for me, it comes down to the purpose of why you migrating. के को लागि त? केही न केही कारण छ, केही न केही कारणको लागि तपाईँ गर्दै हुनुहुन्छ भने चाहिँ नि आई थिङ्क इट विल बी सक्सेसफुल के। यु माइट ह्याभ हडल्स होइन, अब्स्टाकलहरू हुन्छ, तर माइग्रेट हुने चिज चाहिँ तपाईँ कुनै इन्टेन्सनले कुनै कामले गर्नुहुन्छ भने चाहिँ नि आई थिङ्क फर मी द्याट इज लट मोर जेन्युइन। सङ्कल्प गौतम नेपालभित्रै पनि परासी बजारबाट गैँडाकोट हुँदै काठमाडौँ सरेका थिए। ती ठाउँहरू सर्नुको कारणहरू धेरै थिए। कारणहरू जे भए पनि हरेक ठाउँले नयाँ कुराहरूको अनुभव दिँदै गयो। सुख दुःख झेल्दै हामी नयाँ समाजमा मिल्न खोज्छौँ अनि त्यसैमा रमाउन खोज्छौँ, तर हामीले छोडेर आएका ठाउँहरूको सम्झना र माया भने मेटिएको हुँदैन। फ्यामिलीको सर्कमस्टान्सेस अलिक डिफ्रेन्ट थियो। हाम्रो मम्मी बिरामी भइरहनुहुन्थ्यो अनि अब बिरामीको उपचारको हिसाबले पनि हामी काठमाडौँ सरेको। गैँडाकोटबाट हामी काठमाडौँमा मुभ हुँदाखेरि काठमाडौँ चाहिँ नै म धेरैचोटि गएको थिइनँ त्योभन्दा पहिला। सो वाज स्टिल अ न्यू थिङ फर मी होइन। त काठमाडौँ सर्दाखेरि अब आफ्नो हुर्केको समाज होइन, हुर्की बढेको एरिया छोडेर जाँदाखेरि इट वाज अ म्यासिभ थिङ फर अस। अहिले पनि म्यासिभ थिङ लाग्छ, किनभने अझै पनि त्यहाँको अब रिलेटिभहरू होइन, आफन्तहरू त्यहाँको छरछिमेकीहरू अझै पनि कन्ट्याक्टमा हुनुहुन्छ, सोध्नुहुन्छ के भइरहेको छ भनेर। सङ्कल्प गौतम पुगेका ती ठाउँहरूसँग तीता मिठा अनुभव धेरै जोडिएका छन्। त्यसमाथि उज्जवल भविष्यको लागि 2009मा अस्ट्रेलियाको गोल्ड कोस्ट आएपछिका पलहरू झनै फरक रहे। भनिन्छ नयाँ ठाउँमा सर्न भनेको हाम्रो ठेगाना परिवर्तन गर्नु मात्र होइन, त्यस ठाउँबाट हाम्रो जीवनमा एउटा नयाँ अध्याय थप्नु पनि हो। नयाँ ठाउँमा जाँदा हामी त्यहाँको समाजबाट नयाँ कुरा सिक्न खोज्छौँ र साथीभाइबाट नयाँ कुराहरू बुझ्न पनि खोज्छौँ, तर पनि कहिलेकाहीँ हाम्रो पहिलो इम्प्रेसन फरक पर्न सक्छ जबसम्म हामी आफै भोग्दैनौँ। आई रिमेम्बर है, आई ल्यान्डेड लाइक अराउन्ड 10 AM मर्निङमा ल्यान्ड गरियो, ब्रिजबनबाट गोल्ड कोस्ट आयो। अनि भोलिपल्ट बिहानै मैले यहाँको 7:30 AM जति भयो होला टाइम, बिहान नेपाल फोन गरेर म पार्कमा गएर आई वाज रियली इमोसनल कि कहाँ आएछु, कस्तो ठाउँमा आएछु। त्यो किन पनि म इमोसनल धेरै भएँ त्यो दिनमा भन्दाखेरि अब मेरो पहिलो इम्प्रेसन अस्ट्रेलियाको व्हेन आई ल्यान्डेड वाज कि धेरै दुःख छ, धेरै दुःख छ। काम नपाएको मान्छेहरू धेरै छन्। अब हामी बसेकै हजुरको अपार्टमेन्टमा अब त्यहाँ कतिजना बस्नुहुन्थ्यो होला, 7-8 जना बस्नुहुन्थ्यो 2 बेडरुममा। अनि 7-8 जना मेजोरिटीको काम थिएन। अब मेरो पहिलो इम्प्रेसन कुरा गराइ नै हजुरको अब म आएको 3 महिनामा मेरो काम छैन, म आएको 6 महिना मेरो काम छैन, तिम्रो त कसरी होला भन्ने टाइपकै कन्भर्सेसन भएपछि त एक हिसाबले हरेसै खाइयो नि। यति वर्ड्स पनि थिएन कि जस्तो हुन्थ्यो पहिला। अब त्यो भएपछि अनि भोलिपल्ट बिहान घर फोन गरेर मैले बुवासँग कुरा गर्दाखेरि हजुरको म किन आएछु जस्तो हिसाबले, कहाँ आएछु, किन आएछु भनेर आई थिङ्क आई वाज रियली टियरी एट द्याट टाइम। सुरुको मेरो भोगाइ हजुरको फर्स्ट कपाल अफ मन्थ्स एटलिस्ट आई वाज रियली हार्ड, गाह्रै थियो। अब आफूले कहाँ गर्ने, के कसरी सुरु गर्ने, आफ्नो वरिपरिको साथी कसैको काम छैन, आफूलाई गाइड गर्ने कले
फिलिपिनो बस्थ्यो हाम्रो अपार्टमेन्टमा हामीसँगै अनि बस्थ्यो ऊ चाहिँ नै क्लिनिङ अलिअलि काम गर्दो रहेछ क्याजुअल बेसिसमा अनि उसको थ्रु नै एकचोटि उसले मलाई मान्छे चाहिएको छ एकजना आउनु पर्ने भयो मलाई क्लिनिङ काम गर्नु छ गछ त नि आउँदाखेरि उनीहरूले यसलाई लिएर जानु त यसले अलि सिक्छ जान्छ यहाँ क्लिनिङ भएर नि त्यसले मलाई लिएर गयो मैले क्लिनिङ सिकेको त्यो थ्रु सिकेको पहिला 1-2 चोटि काम सिकियो त्यसपछि उसले लगेन अब मान्छे चाहियो त लाने हो अनि पछि यसले काम गर्न सक्दो रहेछ अब त्यो बेला टाढो 18 वर्षको होइन मान्छे अब जागिरिलो थियो अनि उसले 1-2 महिनापछि एउटा ठाउँमा उसले अलिकति एउटा भ्याकेन्सीहरू खोल्यो यसले गर्न सक्छ यसले हार्ड वर्किङ छ भनेर नि उसले चाहिँ मलाई क्लिनिङमा त्यसरी छिरायो अनि त्यही भएर मेरो पहिलो काम उसलाई आएपछिको क्लिनिङ गरियो त्यो बेलामा म्याकडोनल्ड क्लिनिङ गरिन्थेँ ओभरनाइट काम राति काम गर्नुपर्ने राति 10-11 बजे सुरु गरेर दिनमा विकको हप्ताको 6 डेज काम थियो 6 दिन काम $300 आउँथ्यो खातामा काम 3 आवर्सको काम छ पर डे भन्थ्यो क्लिनिङ अब 3 आवर्समा त हामीले कहाँ सकिने भन्दाखेरि रातभरि हजुर क्लिनिङ जान्थ्यो राति 10 बजेबाट बिहान 5 बजे उज्यालो भएपछि बल्ल काम सकेर हिँड्थ्यो अब त्यत्रो आवर्स त्यसरी सुरुमा त्यसरी काम गऱ्यो त्यो पनि खुसीको कुरा हजुरको अब त्यो बेलामा त्यसरी काम पाउनु क्लिनिङ काम पाउँछ यति पैसा कमाउँछ अरे यसले अब कति साथीहरू काम भएको छैन भनेर अब वाज अ प्राउड मोमेन्ट नि होइन राम्रो काम गरेछ राम्रो चिज गरेछ जसले आएर भन्ने सुरुमा त्यस्तो भएको थियो जब हामी कुनै उद्देश्य लिएर एउटा नयाँ समाजमा जान्छौँ त्यहाँ नयाँ व्यक्तिहरूसँग परिचित हुँदै नयाँ साथीभाइहरू पनि बनाउँदै जान्छौँ त्यहीँका साथीभाइ र व्यक्तिहरूबाट प्रेरणासँगै साथ पनि पाइरहेका हुन्छौँ संकल्प गौतमले यस्तै साथ र सहयोग पाए जब कम्युनिटी वेलफेयरको पढाइ सकाएर उच्च शिक्षाको लागि डार्विन सरे डार्विन पनि उनको लागि फेरि अर्को नयाँ ठाउँ थियो उनले यो नयाँ समाजमा बनाएका साथीभाइहरूको सहयोग र प्रेरणाले उनलाई अगाडि बढ्न सघाइरह्यो ओभरआर्किङ थिङ माइग्रेसनमा हाउ क्यान यु गेट युज टु द न्यू इन्भाइरोमेन्ट नै हो एउटा माइग्रेट गर्ने जुन कन्टेक्समा पनि हजुर माइग्रेट गर्दाखेरि जे हिसाबले गर्दाखेरि पनि अब हजुर नयाँ इन्भाइरोमेन्ट एडजस्ट गर्न सक्नु भएन स्ट्रगल भयो भने हजुरलाई माइग्रेसन प्रोसेसमा अलिकति गाह्रो हुने होला अब सक्नुभयो तपाईँ भिज्नुभयो तपाईँ गएको सुरुमा तपाईँलाई पर्पोज तपाईँलाई मिट भइरहेको छ भने इट पोली डजन्ट मेक ह्युज डिफ्रेन्स गोल्ड कोस्टबाट मैले डार्विन मुभ हुने बेलामा म गर्न सक्छु है भन्ने चाहिँ मलाई भयो यहाँ आएर यति त गरेँ भने चाहिँ त्यहाँ गएर किन नसक्ने होला प्लस अब डार्विनमा चिने जानेको 1-2जनासँग मेरो कनेक्ट पनि भयो त्यो भइसकेपछि त्यहाँ गएर बस्ने ठाउँ छँदैछ पढ्ने युनिभर्सिटी छँदैछ यो कम्युनिकेट पनि युनिभर्सिटीसँग भइसक्यो भनेपछि अब त अरू प्रोसेस र काम भन्ने कुरा त आफै मिल्दै जाला खोज्ने त हो नि हामी हाम्रो परिवार र साथीभाइहरूबाट धेरै कुराहरूमा प्रेरित भइरहेका हुन्छौँ र त्यसले हामीलाई जानी नजानी हाम्रा रुचि अनि रोजाइहरूमा पनि प्रभाव पारेको हुन्छ संकल्प गौतम आज जहाँ छन् त्यहाँ पुग्नुमा आफ्नो परिवेश परिवार र साथीभाइहरूको प्रभाव पक्कै पनि हुनुपर्दछ अब बुवा त्यति बेला भनिहाले सरकारी जागिरे अब देश घुमिरहन पर्ने अनि म पनि स्कुलमा पढाउने भएको भएर अब बाहिर स्कुलको नलेज भन्दा बाहिर नलेज पनि अलिअलि त ज्ञान त हुनुपर्छ त्यही भएर फ्यामिलीको फ्याक्टरले नै इन्फ्लुएन्स गर्यो जस्तो लाग्छ मलाई अनि त्यसले पनि अब बच्चैदेखि मलाई पनि अलिकति क्युरियोसिटी अब के भइरहेको छ यताउति आफ्नो लेभलमा अब त्यो बेला त के सोच्न सकिन्छ र मलाई याद छ त्यतिखेर ड्याडी अब घर आएको बेलामा अब 8 बजेको एनटिभीमा समाचार आउँथ्यो समाचार हाम्रोमा अन हुने समाचार अन भन्थ्यो सधैँ हुन्थ्यो त्यो पनि हेरिनी अब त्यो हिसाबले पनि अब बाहिर के भइरहेको छ अलिकति ज्ञान पनि अलिकति भएको भएर नै मलाई एट द एन्ड होइन अल्टिमेटली त्यो कुरामा इन्फ्लुएन्स गरे जस्तो लाग्छ मैले नेपालमा अलिकति भोलिन्टियर एनजिओमा भोलिन्टियरिङ काम गर्थेँ किन ड्याडीको पनि त्यही फिल्डमा सरुवा भयो दाइले पनि काम गर्ने मैले पनि त्यहीमा काम गर्ने फर्स्ट आउनु त पहिला ड्याडी ओभरसिज गरेर आइसक्यो आउँदाखेरि यो विषय राम्रो छ अरे अस्ट्रेलियामा भन्ने उताबाट भनेको कन्सल्टेन्सले पनि विषय पढ्दा हुन्छ कुकरीमा इन्ट्रेस्ट छैन भने यो विषय पढ्नु न भनेर रिकमेन्ड गरेको हिसाबले नै अनि त्यसरी आएको अनि आइसकेपछि त्यो विषय त पढियो विषय पनि मन पर्यो अब यतिमै त सीमित हुँदैन भन्ने त आफूलाई लाग्थ्यो र यसपछि त के भन्दाखेरि चाहिँ अब यहीमा इन्ट्रेस्ट भएको यो फिल्ड जाऊँ भनेर सोसल वर्कमा त्यसपछि युनिभर्सिटी डिग्री लिन डार्विनमा भएको अनेकौँ प्रयत्न गरेर हामी हाम्रो उद्देश्यमा अगाडि त बढ्छौँ
तर के दुःख गरेर मात्र हामी हाम्रो उद्देश्यमा पुग्छौँ होला त? कि हामी हाम्रो उद्देश्यमा पुग्न त्यसमा फोकस पनि हुन जरुरी छ? किनभने हामीले गर्न चाहेका कुरा र मन लागेका कुराहरू त धेरै हुन सक्छन्, तर त्यसमा पनि हामीलाई के कुरामा बढी सन्तुष्टि मिल्छ त्यसले पनि प्रभाव पार्न सक्छ। What matters, I think for me, or I guess from my end is every profession, every job has a future. Okay, it's about how you give you 100% to that pathway. तपाईं त्यो अनुसार डेडिकेट भएर काम गर्नुभयो, दुःख गर्नुभयो भने who knows that there will be a future for you. अब मेरो केसमा हेर्नुहुन्छ, मैले वेलफेयर गरेँ। वेलफेयर गर्दाखेरि अब मेबी इन माई क्लास वेयर लाइक 20-22 जना स्टुडेन्टहरू थियो, नेपालमा त इन्डियनहरू पनि थियो। I think I was the only one that went at that time to further study है। मलाई लाग्थ्यो कि मलाई थाहा थियो यो विषय राम्रो विषय हो, यो विषय दुःख छ, दुःख गर्नुपर्छ पढ्दाखेरि। तर दुःख गरेपछि दुःख गरेको हिसाबले राम्रो गऱ्यो भने सुख पनि छ है फ्युचरमा भन्ने चाहिँ मलाई थाहा थियो। अब मेरो फोकस चाहिँ नि त्यतिखेर म पढ्छु, दुःख सुख गरेर फी तिर्छु, पढेर यही फिल्डमा काम गर्छु, फिल्ड राम्रो छ, पढ्न मन लाग्छ, गर्न मन लाग्छ भन्ने मलाई त्यो भइसकेको थियो। त्यो भएको भएर अब यता के काम गर्छु, काममा त म सेटिस्फाई थिएँ होइन, त्यो फी तिर्न अलिअलि पुगिरहेको थियो, पढुन्जेल त त्यति काम राम्रै हो, तर आई वाजन्ट रियली फोकस होइन मेबी योभन्दा बेटर गर्छु यता पढुन्जेल भन्ने चाहिँ त्यस्तो भएन कहिले पनि। सुरुको काम 300 350 आउँथ्यो हप्ताको, दुःख थियो हजुरको होइन, ओभरनाइट काम गर्नु पर्थ्यो, 6-7 घन्टा गरिन्थ्यो, नसुतेर कलेज गइन्थ्यो, गर्दाखेरि पनि मेरो पैसा आइरहेछ है, यति भएपछि कलेज फी तिर्न पुगिहाल्छ, अब अरू काम नखोजौँ यतापट्टि ध्यान दिउँ भन्ने नै मैले थ्रु आउट 2 इयर्स चाहिँ नि अब डिफ्रेन्ट स्टेजेसहरूमा अरू काम चेन्ज गरेँ। तर गर्दाखेरि हजुरको माई प्रायोरिटी आई थिङ्क वाज अलवेज अबाउट स्टडी। अनि प्लस अब थाहा भयो डिप्लोमा पढेर मात्र केही हुँदो रहेछ, राम्रो पैसा पढ्न पर्दो रहेछ, अलि युनिभर्सिटी डिग्री लिनु पर्दो रहेछ अस्ट्रेलियामा भन्ने पनि अब त्यो थ्रु आउट द्याट कोर्स थाहा भयो। अब लेक्चरहरूसँग सङ्गत गर्दाखेरि पनि उनीहरूले पनि भन्थे यति मात्र पढेर त हुँदैन भने। अनि त्यसपछि हजुरको गोल त अब पिआर थियो है, अब उसले आएपछि पिआर गोल नभएको त मैले कमै देखेको छु नेपालीहरू। अब पिआर गोल थियो, गोल भएपछि अब डिप्लोमा पढेर पिआर पाउन गाह्रो, त्यतिखेर फर्दर स्टडी गर्नुपर्ने, त्यही आफूले गर्न खोजेको, काम पनि अलिअलि आइरहेको छ, त्यो सबै कुरा एड अप गरेर अनि त्यसले डिसिजन दियो, मलाई मोटिभेट गर्यो जस्तो लाग्छ। हामी आफ्नो लक्ष्यको बाटोमा हिँड्दा हामीलाई सहयोग र साथ मात्र पाएर पनि हुँदैन, ती सहयोग र साथहरूलाई हामी कसरी लिएर अगाडि बढ्छौँ त्यसले पनि हाम्रो लक्ष्य प्राप्तिमा धेरै फरक पार्छ। सङ्कल्प गौतमले सोसियल वर्क पढेका कारणले इन्टर्नसिप गर्ने मौका पनि पाए, त्यसले उनलाई अगाडि बढ्न धेरै मद्दत गर्यो। हामीलाई कहिलेकाहीँ अवसर पाएर मात्र पनि हुँदैन, ती अवसरहरूलाई प्रयोग गरेर लक्ष्यमा पुग्न हामी कति मेहनत गर्छौँ त्यसले पनि फरक पार्छ। मैले मेरो फर्स्ट प्लेसमेन्ट समरभिल एनजिओमा गरेँ वहीँ डार्विनमै, अनि त्यो पनि एक्सपिरियन्स राम्रो भयो हजुरको, सिक्यो, धेरै कुरा सिक्यो, तिनीहरूले जब अफर पनि गर्यो आफ्टरवर्ड्स। अनि त्यसपछि अनि त्यो फिल हुँदै गयो कि म यहीँमै बिलोङ गर्छु, यो मैले खोजेको यही हो, यही फिल्डमा म काम गर्न चाहन्छु, मेरो फ्युचर यही फिल्डमा छ भन्ने त्यतिखेरै भइसकेको थियो। अनि त्यसपछि मैले सेकेन्ड प्लेसमेन्ट चाहिँ मैले डिपार्टमेन्ट अफ चाइल्ड प्रोटेक्सनमा गरेँ। त्यही अगेन वेन्ट टु द इन्टरभ्यू है, त्यहाँको म्यानेजरले सी वाज रियली एक्सपिरियन्स एट द टाइम, आई थिङ्क सी स्टिल इज अराउन्ड, उसले सोध्यो किन हाम्रोमा गर्न चाहन्छस् होइन, अब मतलब रिजनिङहरू दिएँ, म यही फिल्डमा काम गर्न चाहन्छु, यताउति एक्सपिरियन्स लिन्छु भनेपछि तिनीहरूले अफर गर्यो। अनि सेकेन्ड प्लेसमेन्ट त्यहाँ गरेँ, तिनीहरूले पनि राम्रै फिडब्याकहरू दियो। अब जब अफर त गर्न सक्थेन, त्यतिखेर मेरो भिजा थिएन, तर युनिभर्सिटी भिजा सकेपछि तिनीहरूले आएर अब त्यहाँको म्यानेजर मेरो ग्रेजुएसनमा आयो, एटेन्ड गर्यो, अनि दे हेल्प मी गेट अ जब विदिन द डिपार्टमेन्ट आफ्टरवर्ड्स, होइन धेरै हेल्प भयो। मैले सुरुमा चाहिँ नि मैले काउन्सिलिङ काम गरेँ, प्लेसमेन्ट आफ्टरवर्ड्स पेड वर्क पनि भयो। त्यो चाहिँ नि मैले जेनरलिस्टिक काउन्सिलिङ गर्थेँ, एनी सर्ट अफ फ्यामिली इस्युज है। काउन्सिलर भइसकेपछि डिफ्रेन्ट डोमेन्स है, एउटा चाहिँ अब जस्तै फर इक्जाम्पल मेन्टल हेल्थको क्लाइन्ट आउनसक्छ, फर इक्जाम्पल एङ्गर म्यानेजमेन्ट, एङ्गर इस्युजको क्लाइन्टहरू आउनसक्छ, अनि ग्रिफ एन्ड लस काउन्सिलिङ हुन्छ, रिलेसनसिप काउन्सिलिङ हुन्छ, जेनरलिस्टिक काउन्सिलिङ प्रोभाइड गर्थेँ। त्यसरी फिल्डमा छिरेँ, अनि त्यो अनुभवले चाहिँ नि पछि हजुरको डिपार्टमेन्टमा प्लेसमेन्ट गर्नलाई धेरै सहयोग गर्यो, अनि त्यही फिल्डमा अल्टिमेटली काम गर्न धेरै सजिलो भयो।
कुनै नयाँ ठाउँमा गएर काम गर्नु त्यति सजिलो पक्कै पनि हुँदैन। त्यहाँका चुनौतीहरू फरक फरक हुन सक्छन्, तर संकल्प गौतमको त्यो कडा परिश्रम र मेहनतको अगाडि ती चुनौतीहरू साँगुरिँदै गएको देखिन्छ। उनी फेरि डार्विनबाट आफ्नो पाइला अगाडि बढाउँदै अस्ट्रेलियाको क्याथरिनमा पुगे, जहाँ उनी आफूले सिकेका र जानेका कुराहरूबाट अरूलाई प्रेरित गर्दै डिरेक्टरको तहसम्म पुगेर सफल नेतृत्वको उदाहरण बन्न सफल भए। भेरी भेरी हार्ड वर्किङ पर्सन हैन, एकदम गोल ओरिएन्टेड छ, एकदम भिजन भएको मान्छे हो, अनि एकदम करियर फोकस भएको मान्छे हो हैन। अनि लाइक एनीवन क्यान बी इजिली इन्स्पायर्ड लाइक फ्रम हिज लाइक करियर जर्नी। त्यही भएर चाहिँ आज ऊ जुन ठाउँमा पुगेको छ त्यो सबको श्रेय भनेको चाहिँ उसको चाहिँ एकदम त्यो हार्ड वर्किङ नै हो जस्तो लाग्छ मलाई हैन। जो पनि न्यू कमरहरू हुन्छ नि उसको लागि चाहिँ एउटा संकल्प गौतम भनेको चाहिँ एउटा इन्सपिरेसन पनि हो जस्तो लाग्छ मलाई हैन। अब मेरै आफ्नो कुरा गर्नु पर्दाखेरि चाहिँ म आफै उसँग काम गर्ने मौका पाएँ हैन। सो आई फिल सो प्रिभिलेज हैन। मैले उसँग अलमोस्ट 2 इयर्स काम गरेँ एन्ड ही युज टु बी लाइक अ डिरेक्टर हैन। अनि लाइक अन्डर हिज गाइडेन्स लाइक आई अल्सो गट चान्स टु लाइक लर्न सो मेनी थिङ्स इन माई लाइफ हैन। जो उसले चाहिँ त्यो हाउ टु रन द अर्गनाइजेसन लाइक लिडरसिप स्किल त्यो नै हो क्या उसको चाहिँ, जसले गर्दा चाहिँ उसलाई आज चाहिँ जुन पोजिसनमा पुगेको छ त्यो नै मलाई उसको चाहिँ सक्सेस स्टोरी हो जस्तो लाग्छ। जब हामी कुनै नयाँ ठाउँमा जान्छौँ त्यहाँ पाइला पाइलामा चुनौतीहरू हुन्छन् र त्यसमाथि कामको खोजी झनै चुनौतीपूर्ण हुन्छ। संकल्प गौतमले आफ्नो लक्ष्यतिरको यात्रामा धेरै यस्ता अनुभवहरू बटुले जसबाट हामी पनि केही सिक्न सक्छौँ। अब रिक्रुटमेन्ट इन्टरभ्यू प्रोसेसमा हजुरको इन्टरभ्युअरले हेर्ने, हजुरको रिक्रुटमेन्ट प्यानलले हेर्ने भनेको वाट क्यान हि अर सी ब्रिङ टु द्याट रोल भन्छ है। सो तपाईँले इन्टरभ्यू प्रिपरेसन गर्नुभन्दा पहिला एक्चुअली त्यो पिडी जब डिस्क्रिप्सन पढ्नुहोस्, पोजिसन डिस्क्रिप्सन पढ्नुहोस्, के खोजेको छ तिनीहरूले। त्यहाँ एसेन्सियल क्राइटेरिया भन्ने एउटा सेक्सन हुन्छ नर्मली यो फिल्डमा चाहिँ। त्यो एसेन्सियल क्राइटेरियामै आधारित भएर तपाईँलाई क्वेसन सोधिदियो इन्टरभ्यूमा सोसल वर्कमा चाहिँ। चाहिँ एसेन्सियल क्राइटेरियामा चाहिँ नै अब कतिवटा 5-6 वटा क्वेसन होला फर इक्जाम्पल, कम्पोनेन्ट होला। त्यो कम्पोनेन्टमा आधारित भएर एन्सरहरू तपाईँले रिजल्भ गर्नुहोस्। वाट इट कम्स डाउन टु इज तपाईँले के ब्रिङ गर्नुहुन्छ, वाइ आर इन्ट्रेस्टेड, वाइ आर अफिस, वाइ दिस वर्क भनेर सोधिदियो। तपाईँले अब त्यहीमा इन्टर्नसिप गर्नुभएको छैन तर अरू कुनै फिल्डमा काम गर्नुभएको छ भने त्यो फिल्ड हाउ इज द्याट फिल्ड रिलेटेड टु वाट यु एप्लाइङ फर, तर चाहिँ आफूले कनेक्ट गर्नुहोस् कि अब त्यो कम्प्लिटली डिफ्रेन्ट फिल्डै हो भयो भने पनि द लट अफ स्किल्स आर ट्रान्सफरेबल फ्रम द्याट फिल्ड टु द वान द्याट यु एप्लाइड फर है। त्यो फिल्ड ट्रान्सफर स्किल कि कम्युनिकेसन स्किल पो हो कि टिमवर्क पो हो कि तपाईँले रिपोर्ट राइटिङ पो लेख्नु पर्छ कि त्यो काममा, त्यो कुराहरू त यता एप्लिकेबल हुन्छ। अनि आफ्नो स्ट्रेन्थको बारेमा, आफ्नो पोजिटिभ, आफ्नो प्लस फ्याक्टरको बारेमा फोकस गरेर इन्टरभ्यू दिने हो। अनि त्यही क्वेसन सोध्यो भने पनि त्यसलाई रिलेट गर्ने, मैले यो गरेको छैन मलाई थाहा छ तर मैले यो गरेको छु है, आई हेभ डन दिस विच आई थिङ्क इज एप्लिकेबल ओभर हियर। अनि इक्जाम्पलहरू छिराउनु पऱ्यो। अब इक्जाम्पल इट डजन्ट हेभ टु बी इन द्याट फिल्ड भने नि। अब त्यो फिल्डमा तपाईँले काम गर्नुहुन्छ, त्यो फिल्डमा तपाईँको एउटा अब एक दिन तपाईँले डिससेटिस्फाइड क्लाइन्टलाई तपाईँले म्यानेज गर्नु पऱ्यो। कस्टमर आयो रे, कस्टमर खुसी थिएन, त्यो कस्टमर नखुसी भएको कस्टमर तपाईँले कसरी खुसी बनाएर पठाउनु भयो त तपाईँको पसलबाट केबाट, त्यही इक्जाम्पल तपाईँले यता भन्यो भने पनि त्यो एप्लिकेबल हुन्छ। वाट दे निड इन इन्टरभ्यू इज लट माई इक्जाम्पल दिने। तपाईँ विदेशबाट आउनुभयो, विदेशमा सोसल वर्क पढेर माइग्रेट हुनुभयो, बट यु हेभ वर्कड ओभर देयर इन सम फिल्ड नि होइन। त्यो फिल्डको एक्सपिरियन्स पुल गर्नुहोस्, पुल गरेर अनि गिभ देम एज मेनी एक्जाम्पल्स एज पोसिबल ड्युरिङ इन्टरभ्यू। जति बढी एक्जाम्पल दियो भने पनि यसले बढी दियो किन दियो भन्दैन, कम दियो भने चाहिँ कम दियो भन्छ। त्यो दियो भने चाहिँ इट अटोमेटिकली पुट्स यु इन अ बेटर स्पेस। तपाईँले यहाँ नेपालमा एनजिओमा तपाईँ काम गर्नुभयो, तपाईँले गर्ने भनेको क्लाइन्ट इन्टरेक्सन हो, यहाँ गर्ने भनेको पनि क्लाइन्ट इन्टरेक्सनै हो। अब यहाँ भले गोरो छालासँग गर्ने हुनुभयो, अब सिस्टममा बसेर गर्नु नि हो, उहाँ सिस्टम मेबी त्यति छैन, गर्ने क्लाइन्ट इन्टरेक्सन हो। अब त्यहाँ पनि तपाईँले सोसल वर्कर भएर तपाईँ पढ्नु भएर काम गर्नु, तपाईँले गर्ने क्लाइन्ट एडभोकेसी नै हो, यहाँ पनि गर्ने क्लाइन्ट एडभोकेसी नै हो। त्यो कहिलेकाहीँ मान्छेहरूले के लाग्छ भन्नुहुन्छ भने दे मेक द प्रब्लम बिगर देन वाट इट साउन्ड्स है एन्ड वाट इट सुड बी के। तपाईँले बेसिकमा गएर गर्नुभयो भने त्यहाँ पनि मैले गर्थेँ, यिनीहरूले गर्ने पनि त्यही हो, सोसल वर्कर भनेको त्यही नै रहेछ एज अ होल एट द एन्ड अफ द डे भन्ने भयो भने चाहिँ तपाईँलाई कन्फिडेन्ट आउँछ, गर्न सक्छु कि भन्ने आउँछ। प्लस अर्को कुरा मान्छेहरूले त्यो भन्दाखेरि के बुझ्दैन भने तपाईँ अब डिपार्टमेन्ट तपाईँ
कुनै फिल्डमा एनजिओमा डिपार्टमेन्ट जहाँ पनि छिर्नु भने दे गिभ यु ट्रेनिङ के दे डोन्ट एक्सपेक्ट द्याट यो पर्फेक्सनिस्ट यु नट होइन पर्फेक्सनिस्ट भएको भए तिनीहरूले तपाईँले त्यो पोजिसनमा हायरै गर्थेन होला अर्कै पोजिसनमा हायर पोजिसनमा हायर गर्थ्यो होला मलाई सुरुमा चाहिँ अब इन्टरभ्यू दिँदाखेरि सुरुमा थाहा थिएन अब यस्तो खोज्छ एक्सपिरियन्सहरू एक्जाम्पलहरू खोज्छ तैँले के काम गरिस् एक्जाम्पल दे हाउ इज द रिलेभेन्ट टु यो जब एक्जाम्पल दियो भने त्यस्तो थाहा थिएन पछि आइडिया हुँदै गयो अनि अब प्लेसमेन्ट गर्दाखेरि पनि त्यो सजिलो भयो अनि त्यही भएर सोसल वर्कमा चाहिँ अस्ट्रेलियामा सोसल वर्क पढ्नुको एउटा फाइदा छैन हजुरले यु गेट दि अपर्च्युनिटी टु डु इन्टर्नसिप हामीले सके जति ज्ञान बटुल्न पर्छ कुनै समय यस्तो पनि आउन सक्छ जब हामी त्यही ज्ञानप्रति कृतज्ञ हुनेछौँ सङ्कल्प गौतम मेहनती त थिए नै उनले आफ्नो हरेक करियर ग्रोथमा नयाँ नयाँ कुरा त सिकेकै हुन्थे तर सिक्ने मात्र नभई आफूले सिकेका कुराहरू अरूलाई पनि सिकाउने चाह राख्थे सायद त्यही कारणले पनि होला उनी एउटा नेतृत्व गर्ने स्थानसम्म पुगे तपाईँ यहाँ चाहिँ अस्ट्रेलियामा क्वालिफाइड सोसल वर्कर बन्नुभयो भने चाहिँ नि यु क्यान वर्क एज अ सोसल वर्कर इन डिफ्रेन्ट स्ट्रिम के उहाँ चाहिँ काउन्सिलिङ गर्न सक्नुहुन्छ जर्नलिस्टिक काउन्सिलिङ अर्गनाइजेसनहरूमा कि त चाइल्ड प्रोटेक्सन काम गर्न सक्नुहुन्छ चाइल्ड प्रोटेक्सन वर्कर भएर कि त अब तपाईँको हस्पिटलमा सोसल वर्कर भएर हस्पिटलमा मान्छेहरूको डिस्चार्ज प्लानिङहरूमा मोडिफाई गर्न सक्नुहुन्छ कि त अल्कोहल एन्ड द ड्रग सेक्टरमा काम गर्नुहुन्छ सोसल वर्कर भएर कि त रिहामा काम गर्नुहुन्छ कि त फ्यामिली भायोलेन्स द लिस्ट गोज अन एट द एन्ड अफ द डे इट इज around your role being able to help people in need whether that help is through materialistic help or काम गर्ने whether it is through counseling whether it is through providing empathetic support whatever it is empathy advocacy at the end of the day advocate गर्ने तिनीहरूको बारेमा सङ्कल्प गौतम आफ्नो लक्ष्य पछ्याउँदै जाँदा फरक फरक समुदायमा काम गर्ने मौका पाए त्यही समुदायहरूबाट सिक्दै जाँदा सामाजिक कार्यमा उनलाई अझ रुचि बढ्न थाल्यो उनले आफ्नो इन्टर्नसिपमा चाइल्ड प्रोटेक्सनमा काम गर्ने मौका पाएका थिए जसले उनलाई त्यो विषयतिर बढी आकर्षित गर्यो पछि उनी त्यही क्षेत्रमा अगाडि बढ्दै गए म चाहिँ नि अब चाइल्ड प्रोटेक्सन प्लेसमेन्ट गरेँ त्यही फिल्ड मलाई कम्फर्टेबल लाग्यो अनि चाइल्ड प्रोटेक्सन वर्कर भएर काम गरियो सुरुमा चाहिँ नि म 2014बाट पेड वर्क गर्दाखेरि चाहिँ नि म केयर एसेसमेन्ट भन्ने टिममा काम गर्थेँ मेरो काम चाहिँ नि केयर एसेसमेन्टमा बच्चालाई सेफगार्ड गर्न सकिएन बच्चालाई त्यो प्यारेन्टल ऊबाट रिमुभ गर्न पऱ्यो रिमुभ गरेर अब केयरमा राख्ने केयरसँग राख्नु पऱ्यो भने त्यो केयरलाई एसेस गर्ने डिपार्टमेन्टल केयरलाई मैले त्यो एसेसमेन्ट रिपोर्टहरू लेख्थेँ रिपोर्टको सिलसिलामा म त्यसपछि सुरुमा डार्विन अर्बन टिममा काम गरेँ त्यसपछि रिमोट टिममा गएँ त्यहीँ द्याट इन्भल्भ ट्राभलिङ कम्युनिटीहरू ट्राभल गर्न पर्थ्यो फ्लाइ इन एन्ड फ्लाइ आउट वर्क थियो होइन वी युज टु फ्लाइ होइन 2-3 नाइट्स एट अ टाइम अनि असेसमेन्ट गर्ने पुलिस रिपोर्टहरू सबै चेक गर्ने कोल्याट्रलहरू इन्फर्मेसनहरू रिसिभ गर्ने स्कुलबाट हेल्थबाट क्लिनिकबाट फर इक्जाम्पल अफिसमा आएर रिपोर्ट लेखेर अब त्यसलाई केयर रिकमेन्ड गर्ने कि नगर्ने भनेर अनि आफ्नो म्यानेजरलाई रिपोर्ट दिने उसले अब एप्रुभ गर्ने नगर्ने अनि त्यस्तै हुन्छ त्यो काम चाहिँ केयर एसेसमा मैले एसेसर भएर काम गरेँ एसेस गरेँ त्यो काम गरेँ त्यसपछि म फ्रन्टलाइन चाइल्ड प्रोटेक्सन भनेको चाहिँ नि अब इन्भेस्टिगेसनहरूमा पनि म अलिअलि इन्भल्भ भएँ अनि त्यो गर्दा गर्दै डार्विनमा 2-3 वर्ष त्यसरी बितेपछि त्यही बेला बिए पनि भयो अनि बिए भइसकेपछि अनि अब मिसेसको पनि अब प्रायोरिटी त मेरो मात्र हुन्न त्यसपछि प्रायोरिटी एज अ फ्यामिली होइन बिकम्स एज अ कपल अब उसको पनि अब काम खोज्न पनि काम अब उसको खासै पाइएन डार्विनमा अनि त्यो हिसाबले पनि मलाई पनि अब डार्विन अर्बन सेटिङ्समा काम धेरै वर्ष गरियो अब रिजनल जाम न त अहिले रिमोट जाम न त रिमोट कन्टेक्समा पनि काम गरौँ यही फिल्ड भनेर अनि त्यही हिसाबले हामी अनि क्याथरिन मुभ भएको 2017 मिडल अफ 2017मा क्याथरिन मुभ भयो अनि क्याथरिन मुभ भएर म टिम लिडर भएर क्याथरिन चाइल्ड प्रोटेक्सन अफिसमा काम गरेँ छोड्ने बेलाभन्दा अगाडि म चाइल्ड प्रोटेक्सन डिरेक्टर थिएँ त्यो रिजनको डिरेक्टर भएको हिसाबले हजुरको सबै म्यानेज गर्नु पर्थ्यो त्यहाँ अब चाइल्ड प्रोटेक्सन मात्र होइन कि फ्यामिली सपोर्ट पनि एनजिओहरूको पनि म्यानेज गर्नु पऱ्यो रिलेसनसिप अनि हाम्रो त्यहाँ रेजिडेन्सियल युथ हाउसहरू पनि थियो 3-4वटा क्याथरिनमा त्यो पनि अब कन्ट्र्याक्ट म्यानेजर भएर काम गर्नु पऱ्यो फन्डिङहरू पनि म्यानेज गर्नु पऱ्यो $multi-million फन्डिङहरू डिपार्टमेन्टले त्यो एरियामा लिएर आएको थियो त्यो पनि मैले अब मेरै ओनरसिपमा मेरैमा लिडरसिपमा त्यो इम्प्लिमेन्ट गरियो म डिरेक्टर भएर हजुरको 9 मन्थ्स जति काम गरेँ कुनै समय सिए बन्ने सपना बोकेका सङ्कल्प गौतम
विविध कारणवश आफ्नो त्यो सपनाबाट अन्तै मोडिनु पर्यो। तर पनि विचलित नभई नयाँ गन्तव्यको खोजीमा लागिरहे। एउटा सपना टुट्दैमा जीवन रोकिने पनि त होइन। सायद यही सोचले सङ्कल्प गौतम हार नमानी अगाडि बढिरहे। हामी हाम्रो जीवनमा अनेकौं तिता मिठा कुराहरू भोगिरहेका हुन्छौँ। केही बिर्सनै नसकिने त केही सम्झिनै नचाहने भोगाइहरू हुन्छन्। तर त्यही भोगाइहरूले हामीलाई परिपक्व पनि बनाउँदै लान्छन्। कसैलाई असफलताले सिकाउँछ त कसैलाई जीवनमा भोगिएका अनेकौं पाटाहरूले सिकाउँछन्। यिनै कुराले हामीलाई अगाडि बढ्न र आफ्नो लक्ष्यमा लाग्नका लागि प्रेरित गर्दछन्। आज उनी जहाँ छन् सायद त्यही जीवनका भोगाइहरूले उनलाई हरेक चुनौतीहरूको सामना गर्ने क्षमता दिएको हुनुपर्दछ। एक्लै गैँडाकोटमा घर हेरेर पढियो, +2 गरियो। अब त्यो सबै छोडेर हिँड्दाखेरि त्यो कन्टेक्स्टमा त्यो छोडेर हिँड्दाखेरि चाहिँ इट वाज काइन्ड अफ भेरी इमोसनल है। छोड्नु नपरेको भए हुन्थ्यो भन्ने हुन्थ्यो। अब माइग्रेट एक्लै काठमाडौँ गएर पढ्नको लागि काठमाडौँ जानु र परिवारै पुरै घरबारै सबै बेचेर काठमाडौँ सर्नु, त्यो कारणले सर्नु चाहिँ नि अलिकति वाजन द प्रिफर्ड अप्सन है। अब त्यो नगरेको भए हुन नपरेको भए हुन्थ्यो भन्ने हुन्थ्यो। त्यो हिसाबले चाहिँ त्यो घटना त्यो बेलामा त्यो परिवेशमा भएको चिजहरू चाहिँ नि फर मी इट वाज अ लाइफ चेन्जिङ एक्सपिरियन्स, रियली वाज। बिकज त्यसले के गर्यो मलाई भन्नुहुन्छ भने अब त्यो जस्तै 16-17 वर्षको उमेरमा त्यस्तो लाइफ एक्सपिरियन्सहरू एक्सपोजरहरू भयो मलाई। त्यसले चाहिँ मलाई अहिले पनि फर्किहेर्दाखेरि इट अल्टिमेटली मेड मी हु आई एम नाउ के। मैले फेलियर चाखेको चाहिँ त्यति बेलै सबै हिसाबले भनौँ न। अब आमा गुमाउनुको पीडा त तपाईँलाई थाहा छ, तेरोलाई थाहा छ। त्यो त कम्पेयर गर्नै सकिन्न है, त्यो रिलेट गर्नै सकिन्न। तर अब जे कारणले माइग्रेट भयो गैँडाकोटबाट, त्यो रिजनिङले गर्दाखेरि पनि यता त्यो रिजल्टले गर्दाखेरि पनि सबै हिसाबले चाहिँ नि अब लाइफमा धेरै कुरा लस गरिएछ कि एट द टाइम होइन भन्ने भयो। अनि प्लस अब इभन माई मम वाज लुकिङ फरवर्ड टु होपफुली मी डुइङ वेल इन सी एट द टाइम है। सी न्यू द्याट आई वाज ट्रेनिङ, आई स्टडी। त्यो गर्न नसकेको हिसाबले मैले अलिकति अहिले आमाको सेटिस्फ्याक्सन मैले पुरा गर्न सकिनँ कि भन्ने चाहिँ नि भित्रभित्र थियो। त्यो अहिले त खास त्यो त फेज आउट जस्तो भइसक्यो त्यो फिलिङ्स। तर धेरै इयर्स आफ्टरवर्ड्स त्यो चाहिँ रह्यो। त्यो रहेर नै त्यसले नै मलाई मोटिभेट गर्यो भन्छु म। आई ह्याड टु डु वेल हियर बिकज सी न्यू द्याट आई वाज कमिङ हियर होइन। आई ह्याड टु सort of मेक हर ह्याप्पी एज वेल भनेर। अनि त्यसले नै मलाई चाहिँ नि त्यो फर्केर हेर्दाखेरि त्यो फेलियर पछि चाहिँ नि मलाई लाइफमा सेकेन्ड पर्पस जेनेरेट भयो जस्तो लाग्छ, रिएनर्जाइज भयो जस्तो लाग्छ लाइफमा। अब त्यस्तो के थाहा होइन, त्यस्तो अब एक्सपिरियन्स च्यालेन्जेस लाइफमा त्यति अर्ली स्टेजमा, त्यो यङ स्टेजमा मैले एक्सपिरियन्स नगरेको भए के थाहा म यति मोटिभेटेड हुन्थिनँ कि त्यो स्टेजमा पुगेर त्यसरी रिकभर भएर होइन लुजिङ हर आफ्टरवर्ड्स वाज अ म्यासिभ थिङ नि। एन्ड अल्सो आई फेल्ट आई वाज भेरी क्लोज टु हर। आई रियली वाज बिकज एज अ यङ्गर अफ द टु सन। जे कुरा मैले यङ एजमा एक्सपिरियन्स गरेँ अनफर्चुनेटली सबैजना एक्सपिरियन्स गर्न नपरोस् यस्तो कुराहरू। जे कुरा मैले लाइफमा यङ एजमा अनफर्चुनेट इभेन्टहरूको हिसाबले जे एक्सपिरियन्स गरेँ त्यसले चाहिँ इट मेड मी अ म्याच्योर पर्सन। इट गेभ मी द्याट इनर्जी द्याट आई निडेड के। त्यही भएर त्यो इफ यु कनेक्ट दोज डट्स, त्यो कारणले जस्तो छोडेर आयो त्यस्तो कुरा त भोगियो गरियो एक्लै भने यो त किन गर्न सकिन्न भनेर मलाई चाहिँ एकदमै हुन्छ, अझै पनि हुन्छ। मेरो सपोर्टिभ फ्यामिली थियो, छ पनि है। अब माई ड्याड इज रियली सपोर्टिभ, इभन माई ब्रदर एन्ड क्लोज फ्यामिली। एन्ड आई थिङ्क ह्याभिङ देम अराउन्ड, आई थिङ्क द्याट समथिङ प्रोबली वाट वुड हेभ मेड द डिफरेन्स के। अब त्यो सपोर्ट पनि भएन, फ्रस्ट्रेसन बढ्दै गयो भने त हु नोज वाट वुड हेभ ह्यापन। तपाईँले दुःख गरेर तपाईँको सुख आउँछ कि लाइफमा जस्तो लाग्छ। मैले युनि पढ्दाखेरि फर इक्जाम्पल नर्दर्न टेरिटोरीमा डारिनमा दुःख त साह्रै दुःख गरियो नि। अब एक फेजमा अब काम गरेर पढाइको फी तिर्न पुगेर नेपालबाट फी मगाउनु पऱ्यो। हजुरको राति 10 साढे 10 बजीसम्म काम गरिन्थ्यो। सपिङ सेन्टर क्लोज भएर घर आएर बिहान युनि जानुपर्ने, असाइनमेन्ट ओभरनाइट गर्नुपर्ने। अब त्योभन्दा पहिला ब्याक गर्नुहुन्छ भने म डिप्लोमा पढ्ने बेलामा मैले मेरो साथीहरूले मलाई कमेन्ट गर्दै म 2 वर्षको पिरियडमा अरे
म एक दिन पनि राम्ररी म राति निदाइन अरे भन्थेँ, किनभने मेरो क्लिनिङै सधैँ ओभरनाइट पर्ने अनि बिहान खालि होइन निन्द्राको फेस लिएर कलेज जानुपर्ने। अब आफूलाई थाहा छ दुःख कति गरियो, त्यही भएर अब फर्केर हेर्दाखेरि अब त्यतिको दुःख नगरेको है म यति मोटिभेटेड हुन्थिनँ कि, यति कमिटेडमा हुन्थिनँ कि, यति डिसिप्लिन यति फोकसमा हुन्थिनँ कि लाइफमा भन्ने चाहिँ नि लाग्छ कि कहिलेकाहीँ। मेबी आई प्रोबब्ली वुड हेभ बिन कन्टेन्ट विथ वाट आई वाज डुइङ 10 years ago कि, because I sort of saw those fluctuate thing in life, up and down. Maybe that sort of kept me going के। नेपालमा सङ्कल्प गौतमको यात्रा परासी बजारबाट गैंडाकोट हुँदै काठमाडौँसम्म पुग्यो। त्यस पछाडि अस्ट्रेलियाको गोल्ड कोस्ट अनि डार्विन हुँदै क्याथरिनसम्म पुग्दा उनको यात्रा अझै पनि रोकिएको थिएन। उनलाई आफ्नो लक्ष्य प्राप्तिको लागि अझ धेरै चुनौतीहरूको सामना गर्नु थियो। चुनौतीहरू नै अवसरका खुड्किलाहरू भन्ने सोचेर उनी फेरि क्याथरिनबाट अर्को ठुलो सहर मेलबर्नमा आइपुगे। मेरो लागि चाहिँ हजुरको एउटा डिपार्टमेन्ट एउटा स्टेटमा एउटा राज्यमा म एक लेभलमा पुगिसकेको थिएँ। त्योभन्दा माथि पुग्न सक्थेँ होला है, तर टाइम लाग्न सक्थ्यो कि अर्को चाहिँ त्योभन्दा माथि पुगेर मैले जब सेटिस्फ्याक्सन मेरो हुन्थ्यो कि हुन्थेन, त्यो पनि एउटा बाटो छ। त्यो भइसकेपछि म अब यो राज्यमा यो लेभलमा पुगेँ, यो लेभलको मैले एक्सपिरियन्स लिएँ, एक्सपोजर लिएँ, धेरै स्किल नलेजहरू मैले सिकेँ। अब यत्तिकै म अर्को राज्यमा पनि पुग्न सक्छु नि त, गर्छु नि भन्ने आफूलाई कन्फिडेन्ट एक हिसाबले भएर नै म त्यो निर्णयमा गएको। नत्र होइन म त्यो आनन्दले मेरो राम्रो जागिर थियो, मैले मजाको लाइफ बिताएर थिएँ, त्यहीँ म त्यति खुसी भएर बस्थेँ होला। त्यो मलाई चाहिँ त्यो कारणले चाहिँ नै आई थिङ्क फर मी द्याट वाज द पुलिङ फ्याक्टर कि अब तँ यहाँ गरिस् राम्रो राज्यमा राम्रो सहरमा ठुलो सहरमा गएर पनि गर्न त सक्छस्। आई थिङ्क मेबी पार्ट अफ मी maybe wanted more challenge कि you got to challenge yourself है। you can only challenge yourself by being amongst bigger population, bigger client group अब तपाईँ 5 जनामा तपाईँ आफूलाई च्यालेन्ज गर्नु र 20 जना 25 जनामा आफूलाई च्यालेन्ज गर्नु त फरक पर्यो नि। त्यो कारणले पनि हो कि जस्तो लाग्यो, किनभने अब मेलबर्न फर एक्जाम्पल मेलबर्नको कन्टेक्स्ट भनेको हजुरको यहाँ अब मेलबर्न त मात्रै होइन अस्ट्रेलिया वाइड मात्रै होइन ओभरसिजको पनि एप्लिकेन्टहरू आउँछ। अब युकेहरूबाट हजुरको स्कटल्यान्डहरूबाट नि एप्लिकेन्टहरू आउँछ यो फिल्डमा। अब आफूलाई त्यो फिल्डमा गएर च्यालेन्ज गरेर नयाँ कुरा सिकिन्छ कि त्यसले आफूलाई अझै निकार्छ कि आफ्नो स्किल्स नलेजलाई भन्ने कारणले पनि हो कि। यदि हामी केही उद्देश्यले अगाडि बढ्छौँ भने केही महत्त्वपूर्ण कुराहरूले ऊर्जा भरेका हुन्छन् जसको कारणले हामीलाई छकछकाइरहन्छन्। त्यो हामीले पाएको प्रेरणा हुन सक्छ, हाम्रो अनुशासन, हाम्रो शिक्षा अनि हाम्रो परिवार र साथीभाइहरूको साथ र सहयोग पनि हुन सक्छ। तपाईँ लाइफमा के पर्पज गर्न चाहनुहुन्छ, के मिनिङ खोज्न चाहँदै हुनुहुन्छ लाइफमा भने तपाईँ यु अल्सो निड योर इन्भाइरोमेन्ट टु अन्डरस्ट्यान्ड हु यु आर, वाट यु ट्राइङ टु डु कि भने इन्भाइरोमेन्ट त्यो सेन्समा भनेको तपाईँको कनेक्सन, तपाईँको सर्कल, फ्रेन्ड सर्कल, फ्यामिली सर्कल, त्यसले तपाईँले गर्नु खोजेको कुरा बुझ्दैन भने चाहिँ नि it makes your journey difficult. It doesn't make it impossible because everything falls on you at the end of the day. But those factor impact के तपाईको सपोर्टिभ फर एक्जाम्पल सपोर्टिभ फ्यामिली छ, सपोर्टिभ फ्रेन्ड छ, उहाँले तपाईँले के गर्न खोजेको बुझ्नुहुन्छ प्रोफेसनल लाइफमा भने जाने इट मेक्स your job easy. In a sense, they understand what you're trying to do. They understand if you are at work till 8 p.m. on the weekdays because they know that your job needs you. Whatever I end up doing, I think had a meaning to that. Okay? Whatever I did when I went to Darwin from Gold Coast had a meaning to that. Why I did social work had a meaning to that. Why I went to the department had a meaning to that. So I think discipline is very important. तर तपाईको लाइफमा पर्पज छ, तपाईले के मिनिङको लागि केही काम गर्नुहुन्छ भने चाहिँ नि त यु विल बी इन राइट ट्र्याक के त्यो राइट ट्र्याकमा बस्ने चाहिँ तपाईको डिसिप्लिन भएर तपाईको हैन त्यो अनुशासित भएर बस्ने यो। अब मेरो केसमा अब मैले किन हैन people might say maybe I achieved that level in the department, maybe I did than what other people did, but I can't compare to the other, I can't comment on them. But what I can say about me is maybe I was lucky, but also I think I had some discipline. म डिसिप्लिन थिएँ, म पर्पजमा यही फिल्डमा गर्छु, यही फिल्डमा गरेर खान्छु, राम्रो गर्छु भन्ने चाहिँ मलाई भित्र सधैँ भयो। एभ्री डे when I used to go to work, I felt very proud on what I was doing. I wasn't मैले आफूलाई कसैसँग कम्पेयर गरिनँ हैन, मेबी उसले यस्तो राम्रो गरेको छ किन म भन्दा किन यस्तो राम्रो भयो, म किन त्यो पैसा नभएन, मैले त्यो कहिले पनि सोचिनँ।
मैले कसरी आफ्नो फिल्डमा मैले आफ्नोलाई कसरी राम्रो इम्प्रुभ गर्दै जाऊँ, कसरी म क्यारियर प्रोग्रेस गरौँ भन्ने मलाई चाहिँ जहिले पनि एभ्री टाइम हुन्छ, अहिले पनि हुन्छ। अनि म अहिले पनि मेरो यहाँको कलिगहरूलाई त्यही कुरा गर्छु कि अब मैले आफ्नो स्टोरी सुनाउँदाखेरि। त्यही भएर डिसिप्लिन इज अ फ्याक्टर, बट फर मी द मोस्ट इम्पोर्टेन्ट थिङ इज देयर हेज टु बी अ पर्पज अन वाट वी डु इन लाइफ, वाट एभर यु डु। तपाईँ होटलमा काम गर्नुहुन्छ, तपाईँ बिजनेस खोल्नुभएको छ, देयर हेज टु बी अ मिनिङ टु द्याट के। जीवनका अर्थहरू खोज्दै आफूले आफैलाई चुनौती दिँदै उनी अझ अगाडि बढ्दैछन् र उनको यात्रा निरन्तर चलिरहनेछ।